घर नजिकै पुग्दा र उनी आफैले पढेको स्कुल देखाउँदा समेत उनले आफू जन्मेको गाउँघर आइयो भनेर चिन्न सकेका थिएनन्। उनी भन्दै थिए अझै कति टाढा पुग्नु पर्ने हो। उनले त्यसरी सोध्दै गर्दा चढेको गाडी टक्क रोकियो। धेरैजना मानिसहरू गाडी नजिक आइपुगे। ती मानिसहरू मध्ये धेरैजना महिलाहरू हुनुहुन्थ्यो। तिनैको बीचमा उनकी आमा थिइन्। उनलाई भेटेपछि उनी केही बेर उनको मुहारमा हेरिरहिन्, टोलाइरहिन्। यसो निधारमा हेरिसकेपछि कहाँ थियो अहिलेसम्म भन्दै चितकार छाडिसकेपछि मात्र उनले आमा चिनेर वर्षौंपछि आमाको काखमा लाडे बालक झैं लुटपुटिए आमासँगै आँसु खसाए। सबैजनामा सन्नाटा छायो। उनीहरू आमा छोरा सँगै धेरैले आँसु झारे। त्यसपछि उनलाई फुलमाला पहिराउँदै घर लगियो। त्यस परिवारको कुलपूजा भित्रिएकोले त्यस कुलपूजाका धामीहरूले कुल गोत्रीय संस्कार अनुसार उनलाई घर भित्राए। बुढापाकादेखि उनका बाल्यपनका साथीहरूले अंगालो हालेर उनी प्रतिको न्यासो मेटाए।